नमस्ते साथीहरू, राधे राधे। कस्तो हुनुहुन्छ साथीहरू? के गर्दै हुनुहुन्छ? म चाहिँ ड्युटीबाट होइन फेरि अर्को ड्युटीमा जाँदैछु कि होइन। के गर्ने, कामै यस्तै छ होइन। 5 स्टार होटलमा जत्तिकै खाना बनाउनुपर्छ होइन, यता र उता गरेर यस्तै खालको जिन्दगानी होइन। त्यो कुरा छोडिदिउँ होइन। मेरो चाहिँ यो अरिजिनल फेस हो कि साथीहरू, देख्नुभयो है। सुधार केन्द्र जाने चलन छैन, हेर्नुहोस् यस्तै छ। सुधार केन्द्र नगएपछि मान्छे अब यस्तै देखिन्छ होइन। अनि त्यही भएर सुधार केन्द्र भन्ने बित्तिकै फेरि के भन्नु होला होइन, ब्युटी पार्लर। अनि अरू तपाईँहरू के गर्दै हुनुहुन्छ साथीहरू? मलाई के साथीहरू, मैले छोरीले भन्छु के, मम्मी तपाईँको लाउने खाने उमेर भनेको यही हो। बुढी भएपछि तपाईँलाई राम्री हुन मन पनि लाग्दैन, राम्री भएर हिँड्नुपर्छ, चट्ट कपडा राम्रो राम्रो लाउनुपर्छ, खुसी हुनुपर्छ भन्दै एनी टाइम गाली गर्छ कि मलाई होइन। अनि यस्तो हुँदो रहेछ क्या साथीहरू, सबै कुरा होइन व्यावहारिक आफ्नै फाप्लोमा सबै कुराहरू हुन्छ नि, पर्छ नि। अनि त्यसपछि त्यस्तो खासै जे पनि मतलब टाइम हुँदो रहेछ क्या। लाउने खाने रमाउने पनि एक टाइमको मतलब एक झलक हुँदो रहेछ क्या। अब अहिले चाहिँ त्यस्तो लाउन खाना भन्ने खासै हुँदैन क्या। एक टाइम हुन्थ्यो, त्यति बेला पाइएन होइन। अब चाहिँ खासै त्यस्तो हुँदैन। तर मेरो छोरीले मलाई मारिहाल्छ यत्तिको भिडियो बनाउँदा पनि। के बनाएको भुज्जे भएर भन्छ, बुझ्दै छु र साथीहरू। अलि राम्री भएर भिडियो बनाउनु पर्छ। कति आयो यो 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 कचराको गाडी राम्री हुनुपर्छ भन्छ होइन। म चाहिँ यहाँ बसको वेटिङमा छु। यस्तै छ जिन्दगानी साथीहरू। बाई बाई साथीहरू। ए साथीहरू, सुधार केन्द्र नगएको फेस क्यारम त होइन, 2 विषयले छोयो।